100% अफकोर्स मलाई मात्रै होइन यो भिडियो जतिजना हेर्नुहुन्छ उहाँहरूले एउटा सोच्नु चाहिँ अब बोलाउँदो रहेछ ब्रदर्सले जुन ब्रदर्स र दिपिकाले जुन तरिकाको इन्टेन्सन देखायो जुन तरिकाको त्यो सञ्जालमा चाहिँ यो गलत रहेछ यो हुँदो रहेछ भन्ने चाहिँ एउटा सबैजनालाई बा जस्तो तपाईँको चाहिँ पसलमा सिसी फुटेज पनि जडान छ अनि त्यस सिसी फुटेजमा पनि अब त्यहाँ जुन तपाईँको चाहिँ बोलेका कुराहरू केही एडिट भयो प्रहरी अनुसन्धानमा निस्केको छ करिब 1 मिनेटको चाहिँ भिडियो चाहिँ एडिट भयो त्यसमा चाहिँ के थियो र किन डिलिट गर्नु अब त्यो सुन्नु त्यो नभएपछि त अफकोर्स एडिट किन गल्ती म चुकिसकेको छु डाउनलोड भएन भने म माफ पाउँदैन कि त्यहाँ किनकि एडिट भइसक्यो भनेर बुझ्न पाइन्छ त किन त्यो छैन नि त एउटा यथार्थ कुरो भन्यो भने मलाई मुखबाट त्यो बेला कुन इन्टेन्सनले खुसियो कामी सार्की दबाई खुसियो है तर त्यो कामी सार्की दबाई लुगाउन मात्रै भिड थाल्यो ल म अब भन्न चाहन्छु कि कामी दबाई सार्की त तपाईँले भन्न पाउनुभयो तर त्यो भन्दा पहिला चाहिँ हजुरले के जोड्नु भएको थियो भने हजुरहरूलाई हेर्दा फेरि भनेर भन्नुभएको थियो अब हाम्रो अनुहारमा हाम्रो उसमा बनावटमा के देख्नु भयो त तपाईँले हाम्रो आँखा जस्तो अनुहार हेरेर चाहिँ जात पहिचान हुन्छ अफकोर्स प्रभु मगर जस्तो देखिन्छ नि बाहुन त नाक लामो बाहुन जति तर उहाँलाई चाहिँ मैले इन्टेन्सनली अब त्यो बेला कामी सार्की दबाई भनिदिएँ मैले गल्ती भनेको भएर होइन चटपट तपाईँ मिठो भन्नु आएको छ नि त्यो वास्तवमा नुन अमिलो त लागि छैन भनेको त्यो नलाग्नु त थप्दैन नि त होइन थप्दैन त त्यहाँ नमिठो भन्ने कुरै आएन तर त्यो थपेर दिँदा पनि हजुरले के भन्नुभयो भने मैले फेस हेरेर रिडिङ गर्छु मन पराएको चाहिँ अब मेरो बोली पालो मन नपराएको फेस नराम्रो हुन्छ अर्को खालको हुन्छ भने चाहिँ त्यो मेरो मन पराएको हजुर मेरो बोली पालो है अनि हजुर अनि भन्नुभयो कि हजुरले हजुर अनस्याटिस्फाइड हुनुहुन्छ भनेर भन्नुभयो हजुरले हजुरको त्यो ह्यान्डिक्राफ्ट चटपट पनि दिनुभयो त्यो पनि सिर्फ डिफरेन्स चाहिँ त्यही क्रन्ची र नक्रन्ची भनेर हामीले भनिदियौँ त्यो भएपछि हजुरलाई एकदम मनमा चसक्क भयो नि त मैले यस्तो गर्दा पनि यिनीहरूलाई अझै पनि तिमीहरूको बेहोरा त कामी दबाई सार्कीको हो भनेर भन्न खोज्नु भएको हजुरले त्यो बेलाको मनमा त्यो त राम्रो पाप थियो अनि के अनुहार कस्तो मेरो मगरको जस्तो छ कि बाहुनको जस्तो छ कि के जस्तो छ त अनुहार अहिले त मलाई जस्तो हुन्छ नि अनि त्यति बेला किन कामी दबाई सार्की भन्नु त्यो बेलामा तपाईँले मामा घर यहाँ भन्दाखेरि भनिहाल्यो कि मेरो मामा घर मात्र भन्थ्यो मामा घर यो यति धेरै घरमा को हो मेरो मामा तपाईँको चटपट भाइरल अब यस्तो हो कि बोले है जस्तो पसलमा गइसकेपछि ग्राहकले नमिठो मिठो कसैले त वा के राम्रो यार एकदम मिठो छ पनि त भन्ला तपाईँले बनाएको स्वाद सबैलाई मनपर्छ भन्ने छैन सबैको आफ्नो इन्टेन्सन हुन्छ होला नि त होइन त्यो भएर उहाँले जुन तपाईँले बनाएको